नमस्ते सबैजनालाई एन्ड वेलकम टु माई अफर क्रिएसन भिडियो। सो मैले सिलेक्ट गरेको बिजनेस चाहिँ प्रोसेस ड्रिङ्किङ वाटर इन्डस्ट्री हो र यसले गर्ने काम भनेको चाहिँ ग्राउन्ड वाटरलाई एक्सट्र्याक्ट गरेर त्यसले प्रोसेस र प्युरिफाई गरिसकेपछि चाहिँ वाटर बोतल्सहरूमा ग्यालन्सहरूमा जार्सहरूमा फिल गरेर त्यहाँको लोकल मार्केटमा चाहिँ डेलिभरी गर्नु हो। सो यसको लोकेसनको कुरा गर्दा चाहिँ यो चाहिँ मेरो होम टाउन सप्तरी डिस्ट्रिक्टमा लोकेटेड छ र मैले सप्तरी डिस्ट्रिक्ट किन चुज गरेँ भन्दाखेरि चाहिँ सप्तरी डिस्ट्रिक्टको मेजोरिटी अफ द एरियामा ग्राउन्ड वाटरमा चाहिँ आर्सेनिक र आइरन कन्टेन्ट चाहिँ बढी पाइने गर्दछ, जसले चाहिँ ड्रिङ्किङ वाटरको क्वालिटीलाई चाहिँ डिग्रेड गर्छ। सो इफ यो इन्डस्ट्रीले सकेसम्म धेरै मान्छेसम्म प्योर ड्रिङ्किङ वाटर पुर्याउन सक्यो भने चाहिँ पक्कै पनि धेरै मान्छेहरू चाहिँ यो इन्डस्ट्रीबाट चाहिँ बेनिफिट पाउन सक्छन्। सो नाउ लेट्स मुभ टु आवर कस्टमर एभेटार हैन। सो कस्टमर एभेटारमा चाहिँ मैले रमेश कुमार शाहलाई चाहिँ राखेको छु, जसले चाहिँ सप्तरी डिस्ट्रिक्टको भनौँ टिपिकल बिजनेस ओनरलाई चाहिँ रिप्रेजेन्ट गर्नुहुन्छ। सो बिजनेसको कुरा गर्दा चाहिँ उहाँको फुड बिजनेस रहेको छ, फर एक्जाम्पल क्याफे, स्मल होटेल्स होइन, रेस्टुरेन्ट्सहरू रहेको छ र उहाँको मन्थली रेभेन्यू चाहिँ 80,000 देखि 3 लाखसम्म छ होइन। सो एजको कुरा गर्दा चाहिँ 32 देखि 45 इयर्स र एजुकेसनल क्वालिफिकेसन चाहिँ उहाँको +2 देखि ब्याचलर लेभलसम्म रहेको छ। सो अब बिजनेस कन्टेक्स्टमा चाहिँ के पर्छ भन्दाखेरि उहाँले चाहिँ हामीसँग लिनुभएको प्रोडक्ट्स होइन के काममा चाहिँ युज गर्नुहुन्छ होइन। सो बिजनेस कन्टेक्स्टमा चाहिँ उहाँले किचनमा कुकिङ र ड्रिङ्किङ पर्पजको लागि युज गर्नुहुन्छ। त्यसपछि चाहिँ उहाँको क्याफे होटेल्सहरूमा आउनुभएको कस्टमर्सहरूलाई पनि उहाँले ड्रिङ्किङ वाटर बोटल्स सेल गर्नुहुन्छ। त्यसपछि चाहिँ अब हाम्रो पेन पोइन्ट्स आउँछ। सो पेन पोइन्ट्समा चाहिँ के पर्छ भन्दाखेरि उहाँले त अहिले पनि डिफ्रेन्ट सप्लायर्सहरूसँग त सर्भिस लिइराख्नु भएको छ होइन, तर त्यो सर्भिसहरूमा पनि उहाँको चाहिँ के चाहिँ चित्त बुझेको छैन हो, त्यो चाहिँ उहाँको पेन पोइन्ट्स हो। सो पेन पोइन्ट्सको कुरा गरौँ। सो पेन पोइन्ट्समा चाहिँ के आउँछ भन्दाखेरि इन्कन्सिस्टेन्ट वाटर क्वालिटी। सो यो पोइन्टमा चाहिँ के पर्छ भन्दाखेरि उहाँले जुन वाटर बोतल्सहरू जार्सहरू रिसिभ गर्नुहुन्छ नि हो, त्यसको वाटर्स चाहिँ कहिलेकाहीँ त्यसको क्वालिटी स्ट्यान्डर्ड चाहिँ मिट भएको हुँदैन हो, त्यो चाहिँ उहाँको फर्स्ट पेन पोइन्ट हो। सो सेकेन्ड पोइन्ट भनेको चाहिँ अनरिलायबल सप्लाई होइन। सो सप्लाईको कुरा गर्दा चाहिँ कहिलेकाहीँ उहाँको स्टक्सहरू सकिसकेको हुन्छ, त्यही पनि त्यो रिस्टक गर्ने बेला चाहिँ रिस्टकिङ भनौँ न सप्लाई चाहिँ ढिला भइदिने होइन, कहिलेकाहीँ चाहिँ स्टक सकिनुभन्दा अगाडि नै सप्लायर्सहरूले चाहिँ वाटर बोतल्सहरू सप्लाई गरिदिने हो, त्यो चाहिँ अनरिलायबल सप्लाई उहाँको दोस्रो पेन पोइन्ट रहेको छ। त्यसपछि थर्ड पेन पोइन्ट भनेको चाहिँ प्राइस सेन्सिटिभिटी होइन। सो प्राइस सेन्सिटिभिटीमा चाहिँ फ्लक्चुएसन इन द प्राइस होइन, सो सेम सप्लायरसँग किनिराख्दा पनि होइन, त्यो सप्लायरले कुनैपल्ट बढी पेमेन्ट माग्ने, बढी पेमेन्ट माग्ने, कहिलेकाहीँ कम पेमेन्ट माग्दिने होइन। सो उहाँले चाहिँ डिटरमाइन नै गर्न सक्नु भएको छैन चाहिँ कति प्राइस चाहिँ ठिक हो। सो अर्को चाहिँ ब्रान्ड ट्रस्ट इस्यु। सो यो माथिको यो 3वटा पेन पोइन्ट्सले गर्दा चाहिँ उहाँले चाहिँ एउटा रिलायबल र ट्रस्टेड सप्लायर नै पाउन सक्नु भएको छैन अथवा खोज्न चाहिँ गाह्रो भएको छ। सो त्यो चाहिँ उहाँको 4th पेन पोइन्ट हो। सो अर्को 5th पेन पोइन्ट भनेको चाहिँ रिटर्न एन्ड रिफिल ह्यासल। सो कुनै बेला चाहिँ डेलिभरी गर्ने बेला चाहिँ पक्कै पनि वाटर बोतल्सहरू चाहिँ ग्यालन्सहरू चाहिँ पक्कै पनि ड्यामेज हुन सक्छ, फुट्न सक्छ होइन। सो त्यस्तो वाटर बोतल्सहरू चाहिँ उहाँले फिर्ता गर्न खोज्दा अथवा रिफन्डको लागि चाहिँ कुरा गर्न खोज्दा चाहिँ रिफन्ड गर्न नमान्ने, फिर्ता गर्न नमान्ने जस्तो प्रब्लम्सहरू पनि उहाँले चाहिँ फेस गर्नु परेको छ। सो अब च्यालेन्जेसमा चाहिँ के कुरा पर्छ भन्दाखेरि उहाँको जुन गोल्स छ, जुन उहाँको चाहनाहरू छ होइन, सो त्यो गोल्सहरूलाई अचिभ गर्नलाई चाहिँ के कुराहरूले चाहिँ रेजिस्ट गरिरहेको छ हो, त्यो चाहिँ च्यालेन्जेसमा पर्छ होइन। सो च्यालेन्जेसमा चाहिँ फर्स्टमा चाहिँ ब्यालेन्सिङ कस्ट भर्सेस क्वालिटी होइन। सो उहाँले जुन सप्लायर्सहरूबाट भनौँ न सर्भिसहरू लिइराख्नु भएको छ होइन, त्यो सर्भिसेसहरू त भ्यारी गर्दैछ होइन। सो सर्भिसहरू त भ्यारी गर्छ होइन, त्यसको क्वालिटीहरूमा पनि होइन भ्यारी गर्छ होइन। सो उहाँले चाहिँ डिटरमाइन गर्न सक्नु भएको छैन कि कस्तो क्वालिटी प्रोडक्टको लागि चाहिँ मैले कति पे गर्दा चाहिँ ठिक हुन्छ भन्ने कुरा चाहिँ उहाँले डिटरमाइन गर्न सक्नु भएको छैन। अर्को चाहिँ लिमिटेड स्टोरेज स्पेस एन्ड बोतल छैन। सो सप्तरी डिस्ट्रिक्ट भनेको चाहिँ सप्तरी डिस्ट्रिक्ट अहिले पनि खासै त्यस्तो डेभलप भइसकेको छैन होइन। सो त्यहाँ चाहिँ लिमिटेड स्पेसमा चाहिँ सानो भनौँ न फुड बिजनेसेसहरू हुन्छ होइन। सो त्यहाँ चाहिँ भास्ट स्पेस हुँदैन होइन, स्टक गर्नको लागि चाहिँ भास्ट स्पेसहरू हुँदैन, जसले गर्दा चाहिँ स्टकहरू सक्दा चाहिँ भनौँ टाइमली डेलिभरी टाइममा चाहिँ स्टक रिफिल हुँदैन हो, त्यो चाहिँ उहाँको सेकेन्ड च्यालेन्ज रहेको छ। सो थर्ड च्यालेन्जको कुरा गर्दा चाहिँ ल्याक अफ टाइम टु रिसर्च बेटर भेन्डर्स होइन। सो रमेशजी चाहिँ आफ्नो बिजनेसमा धेरै बिजी हुनुहुन्छ होइन। सो धेरै बिजी हुनुहुन्छ, त्यही भएर चाहिँ उहाँले चाहिँ कुन सप्लायरले चाहिँ कस्तो अफर्स प्रोभाइड गरिरहेको छ, कस्तो सर्भिसेसहरू प्रोभाइड गरिरहेको छ, कुन सर्भिसहरू चाहिँ राम्रो हुन्छ होला मेरो बिजनेसको लागि हो, त्यसको रिसर्च गर्नलाई चाहिँ उहाँले इनफ टाइम चाहिँ पाउन सक्नु भएको छैन, त्यो चाहिँ उहाँको थर्ड च्यालेन्ज रहेको छ। सो अब गोल्स एन्ड एस्पिरेसन्सको तर्फ। सो गोल्स एन्ड एस्पिरेसनमा चाहिँ उहाँको गोल चाहिँ आफ्नो कस्टमरलाई प्योर सेफ र हाइजेनिक ड्रिङ्किङ वाटर प्रोभाइड गर्नु हो। सो र त्यसले चाहिँ पक्कै पनि उहाँको कस्टमर रिभ्यू त बढाउँछ प्लस उहाँको लोकल ब्रान्डिङको स्केल पनि पक्कै पनि बढाउँछ होइन। सो अर्को उहाँको गोल चाहिँ कुनै पनि एउटा रिलायबल सप्लायरसँग चाहिँ लङ टर्म पार्टनरसिप गर्नु पनि उहाँको अर्को गोल रहेको छ। सो अर्को चाहिँ उहाँको बाइङ बिहेभियर, उहाँले चाहिँ कसरी चाहिँ के को आधारमा चाहिँ हामीसँग प्रोडक्ट लिन रुचाउनुहुन्छ। सो फर्स्टमा चाहिँ उहाँले लोकल सप्लायर प्रिफर गर्नुहुन्छ, जसले चाहिँ पक्कै पनि उहाँलाई फास्ट डेलिभरी प्रोभाइड गर्न सक्छ। र अर्को चाहिँ उहाँले प्रोडक्ट किन्ने बेला चाहिँ उहाँको डिसिजनलाई चाहिँ केले इफेक्ट गर्छ भन्दाखेरि प्रोडक्टको टेस्ट क्ल्यारिटी र त्यो प्रोडक्टको चाहिँ प्राइसिङले चाहिँ उहाँको डिसिजनलाई चाहिँ इफेक्ट गर्छ र किन्दा चाहिँ उहाँले जहिले पनि बल्कमै किन्न प्रिफर गर्नुहुन्छ। त्यसपछि चाहिँ कम्युनिकेसन च्यानल चाहिँ उहाँको प्रिफर्ड कम्युनिकेसन च्यानल चाहिँ सकेसम्म चाहिँ उहाँले भनौँ त्यो वाटर इन्डस्ट्रीको फाउन्डर अथवा म्यानेजरसँगै डिरेक्टली 1-to-1 कन्सल्ट गरेर प्रोडक्ट किन्न चाहिँ प्रिफर गर्नुहुन्छ, अथवा फोन कल्स, लोकल रेफरेन्सेस होइन, अथवा बेसिक सोसल मिडियाजहरूबाट चाहिँ कम्युनिकेट गर्न प्रिफर गर्नुहुन्छ। त्यसपछि आउँछ ट्रस्ट बिल्डर। हामीले चाहिँ कसरी उहाँको ट्रस्ट चाहिँ आफ्नोमाथि बनाइराख्छौँ भन्ने कुरा चाहिँ ट्रस्ट बिल्डरभित्र पर्छ। सो फर्स्टमा चाहिँ इफ हामीले आफ्नो लेभलमै आर्सेनिक एन्ड आइरन फ्री राख्यो भने पक्कै पनि उहाँले हामीलाई उहाँको ट्रस्ट चाहिँ अलिकति
ट्रस्ट आउँछ होला। त्यसपछि चाहिँ उहाँले हाम्रो फ्याक्ट्रीको फोटोज भिडियोजहरू देखायो भने उहाँले उहाँको ट्रस्ट बढ्छ। सिमिलरली इफ हामीले सप्लाई गरेको वाटरको क्वालिटी चाहिँ भनौँ न कन्सिस्टेन्ट छ भने चाहिँ पक्कै पनि हाम्रोमाथि चाहिँ उहाँको ट्रस्ट गइरहेको छ। सो हामी अफरतिर मुभ गरौँ। सो हामीले अफर जेनेरेट गर्दा चाहिँ अफर क्रिएट गर्ने बेला चाहिँ के कुरा ध्यान राख्नुपर्छ भन्दाखेरि जुन हाम्रो कस्टमरको जुन पेन पोइन्ट अथवा च्यालेन्जेसहरू थियो त्यो पेन पोइन्ट र च्यालेन्जले चाहिँ हाम्रो अफर्सले चाहिँ केही हदसम्म चाहिँ अथवा कम्प्लिटली अथवा केही हदसम्म चाहिँ त्यसलाई मिटिगेट गर्न सकोस् होइन। सो मैले हाम्रो केसमा चाहिँ हाम्रो रमेशजीको केसमा चाहिँ कन्टेक्समा चाहिँ मैले दुईवटा अफर जेनेरेट गरेको छु, प्राइमेरी र ब्याकअप अफर होइन। प्राइमेरी अफरले चाहिँ रमेशजीले हाम्रो प्रोडक्टलाई चाहिँ पर्चेस गर्न इन्सपायर गर्छ भने ब्याकअप अफरले चाहिँ त्यो जुन फाइनल पुस हुन्छ हो त्यो पुस दिने काम चाहिँ हाम्रो ब्याकअप अफरले गर्ने गर्दछ। सो प्राइमेरी अफरतिर मुभ गरौँ। सो प्राइमेरी अफरमा चाहिँ जेरो टेन्सन रिफिल प्रोग्राम हो। सो यसको कोर प्रोडक्ट भ्यालु प्रोपोजिसनले एकैपटक बुझ्न खोज्यो भने चाहिँ यसले के भन्न खोजेको भन्दाखेरि जुन हाम्रो कम्पनी छ, हाम्रो वाटर इन्डस्ट्री कम्पनी छ हो, त्यसले चाहिँ क्याफेको स्टक म्यानेजर अथवा जसले स्टकलाई चाहिँ म्यानेज गर्नुहुन्छ हो उहाँले चाहिँ डिरेक्टली कल गरेर होइन डिरेक्टली कल गरेर सोध्नुहुन्छ कि कति स्टकमा अझै कतिवटा ग्यालेन्सहरू बाँकी छ, अझ कति दिनमा सकिन्छ होला भन्ने कुरा सोधेर पुरै एनालाइज गरेर ठ्याक्कै त्यो स्टक जुन दिन सकिन्छ हो ठ्याक्कै त्यही दिनमा चाहिँ स्टक चाहिँ रिफिल हुने गरी चाहिँ कम्पनीबाट चाहिँ प्रोडक्ट्सहरू चाहिँ जान्छ। सो बोनसेसको कुरा गर्दा चाहिँ डेडिकेटेड डेलिभरी विन्डो सेम टाइम एभ्री डेलिभरी। सो सबै डेलिभरी चाहिँ एउटै टाइममा गरिनेछ। सो द्याट रिसिभ गर्ने बेला चाहिँ प्रोडक्ट रिसिभ गर्ने बेला चाहिँ ठ्याक्कै कसैलाई कुनै किसिमको डिफिकल्टी चाहिँ नहोस्। सिमिलरली अर्को बोनस चाहिँ पिक आवर्सको बेला फ्री एक्स्ट्रा ग्यालेन्सहरू पनि पुर्याइदिने चाहिँ बोनस रहेको छ। र पेमेन्टको कुरा गर्दा चाहिँ विकली बाई विकली बिलिङ गर्न सकिन्छ। सो यसो हेर्दा चाहिँ पक्कै पनि हाम्रो जुन प्राइमेरी अफर छ त्यो अघिको रमेशजीको पेन पोइन्टमा भएको अनरिलायबल वाटर सप्लाईको पेन पोइन्टले पक्कै पनि केही हदसम्म चाहिँ मिटिगेट गर्न सक्छ होला। त्यसपछि जाउँ ब्याकअप अफरमा। सो ब्याकअप अफरमा चाहिँ बिजनेस रेपुटेसन प्रोटेक्सन प्लान होइन, यो चाहिँ कोर प्रोडक्ट र भ्यालु प्रोपोजिसनको कुरा गर्दा चाहिँ यसले के भन्न खोजेको भन्दाखेरि हाम्रो जुन कस्टमरको क्याफेमा आउनु भएको कस्टमर्सहरूको हातमा जुन के अरे ड्रिङ्किङ वाटर पुग्दछ हो त्यो चाहिँ एकदमै सेफ हाइजेनिक र क्वालिटी मेन्टेन भएको वाटर ड्रिङ्किङ वाटर हो। र सिन्स कस्टमर्सहरूले तपाईँको फुड र वाटरको आधारमा चाहिँ हजुरको वाटरको आधारमा चाहिँ तपाईँको क्याफेलाई चाहिँ जुन रिभ्यू गर्नुहुन्छ हो त्यो चाहिँ पोजिटिभ रिभ्यू नै आउनेछ। सो सिमिलरली बोनसेसको कुरा गर्दा चाहिँ क्लियर वाटर असुरेन्स कार्ड फर डिस्प्ले। सो इफ कुनै सम्बन्धित निकायबाट फर इक्जाम्पल खानेपानी मन्त्रालय अथवा कुनै ड्रिङ्किङ वाटर टेस्टिङ एजेन्सीले चाहिँ इफ के अरे यो इन्डस्ट्रीबाट प्रड्युस भएको वाटर चाहिँ एकदमै सेफ प्योर हाइजेनिक छ हो त्यो त्यसको कार्ड नै दिएछ भने त्यो कार्ड चाहिँ हामी डिस्प्लेमा राख्न सक्छौँ। र त्यो देखिसकेपछि त्यो कस्टमर्सहरू पनि भनौँ न एक प्रकारको अस्योर्ड हुन्छन् र त्यसै गरी फ्री रिप्लेसमेन्ट इफ कस्टमर कम्प्लेन्स एबाउट वाटर इफ कुनै ब्याचमा केही फल्टी भएछ भने पनि कस्टमरको कम्प्लेन्स आएछ भने पनि त्यो पुरै स्टक नै हामीले फेरि रिफन्ड गर्छौँ भन्नेवाला बोनस पनि दिइनेछ। र प्लस पेमेन्टको कुरा गर्दा चाहिँ एकदम यो पेमेन्टको कुरा गर्दा चाहिँ यो अफर चाहिँ फ्रीमा चाहिँ दिइनेछ भन्ने कुरा चाहिँ हाम्रो ब्याकअप अफरले चाहिँ भन्न खोजेको हो। र यो हाम्रो ब्याकअप अफरले चाहिँ कुन पेन पोइन्टलाई चाहिँ मिटिगेट गर्न खोज्यो भन्दाखेरि हाम्रो जुन इन्कन्सिस्टेन्ट वाटर क्वालिटीवाला जुन पेन पोइन्ट थियो हो पक्कै पनि त्यो पेन पोइन्टले चाहिँ यसले काउन्टर एक्ट चाहिँ गर्न सक्छ होला। सो मार्केटिङ स्ट्राटेजीको कुरा गर्दा चाहिँ हामीले कसरी चाहिँ हाम्रो कस्टमरलाई चाहिँ रिच आउट गर्न सक्छौँ भन्ने कुरा चाहिँ हामीले मार्केटिङ स्ट्राटेजीमा हेर्छौँ। सो युनिक सेलिङ प्रोपोजिसन। सो यसमा चाहिँ हामी चाहिँ रिच आउट गर्दा चाहिँ कस्टमरले रिच आउट गर्दा चाहिँ कुन मोटोले चाहिँ होइन कुन के मोटो लिएर चाहिँ हामीले रिच आउट गर्न सक्छौँ भन्दाखेरि चाहिँ वी डोन्ट जस्ट सप्लाई वाटर्स वी म्यानेज ड्रिङ्किङ वाटर सो योर बिजनेस नेभर रन्स आउट एन्ड नेभर गेट्स कम्प्लेन्स होइन। यो भन्नुको मतलब चाहिँ के भन्न खोजेको भन्दाखेरि तपाईँ चाहिँ आफ्नो बिजनेस हेर्नुहोस्, हामी चाहिँ तपाईँको स्टक हेर्छौँ, हजुरको स्टकले चाहिँ हामी खाली हुन चाहिँ दिँदैनौँ भन्ने मोटोले चाहिँ हामीले रिच आउट गर्न सक्छौँ। सो अर्को चाहिँ रहेछ मार्केटिङ च्यानल्स होइन। सो कुन माध्यमबाट चाहिँ हामीले रिच आउट गर्न सक्छौँ भन्दाखेरि इन पर्सन सेल्स होइन, 1-to-1 कम्युनिकेसन गरेर चाहिँ रिच आउट गर्न सक्छौँ। अर्को चाहिँ फेसबुक अथवा ल्यान्डिङ पेजेसहरूबाट चाहिँ हामीले रिच आउट गर्न सक्छौँ। त्यसपछि चाहिँ अर्को छ कन्टेन्ट होइन। कन्टेन्ट भनेको हामीले यसलाई रिटन फर्म अथवा भिडियो जेको फर्ममा पनि गर्न सक्छौँ। सो एउटा भनेको सो हाउ यु रिमुभ डेली स्ट्रेस जुन पेन पोइन्ट्सहरू हुन्छ हाम्रो कस्टमरको त्यसलाई चाहिँ हामीहरू कसरी रिमुभ गर्न सक्छौँ, कसरी हटाउन सक्छौँ भन्ने कुराको चाहिँ कन्टेन्ट बनाएर अथवा अर्को भनेको चाहिँ सिम्पल भिडियोजहरू बनाएर होइन जसले चाहिँ के अरे वाटर प्युरिफिकेसन के अरे क्याफेजहरूमा जाने चाहिँ क्याफे होटल्सहरूमा जाने पानी चाहिँ कसरी प्युरिफाई गरिन्छ, कसरी ग्राउन्डबाट चाहिँ निकालिन्छ होइन, कस्तो हाइजेनिक वेमा चाहिँ वाटरलाई प्युरिफाई गरिन्छ हो त्यसको चाहिँ भिडियोजहरू चाहिँ बनाएर चाहिँ त्यसको कन्टेन्ट युज गरेर चाहिँ हामी रिच आउट गर्न सक्छौँ। सो अर्को छ स्टेप बाई स्टेप टाइमलाइन होइन। सो फर्स्ट विकमा चाहिँ सेटअप एन्ड क्ल्यारिटी होइन। यो सो सेटअप एन्ड क्ल्यारिटी यसमा चाहिँ के गर्ने भन्दाखेरि हाम्रो जुन अफर्सहरू क्रिएट गर्ने नयाँ अफर्सहरू हुन्छ होइन पार्टिकुलर पेन पोइन्ट्सलाई टार्गेट गरेको जुन अफर्सहरू हुन्छ त्यो क्रिएट गर्ने, त्यसलाई नेम गर्ने, त्यसको बेनिफिट्सहरूलाई चाहिँ भनौँ न एउटा ढाँचामा चाहिँ राख्ने होइन। सो त्यो चाहिँ हाम्रो विक 1मा चाहिँ गर्न सकिन्छ। सो विक 2मा चाहिँ ट्रस्ट बिल्डिङ होइन। सो ट्रस्ट बिल्डिङ चाहिँ कसरी गर्न सकिन्छ भन्दाखेरि के अरे फेसबुकमा चाहिँ हामीले पोस्टिङ गर्न थाल्ने होइन, आफ्नो के अरे इन्डस्ट्रीहरूको रियल फोटोज हाल्न थाल्ने होइन, कुनै टेस्टिमोनियल्सहरू आउँछ राम्रो रिभ्युजहरू दिनुभएको छ भने हाम्रो इन्डस्ट्रीको बारेमा त्यो रिभ्युजहरूले चाहिँ हाम्रो फेसबुक पेजेसहरूमा अपलोड गर्ने। त्यसपछि चाहिँ विक 3 भनेको लिड जेनेरेसन होइन।
हाम्रो लिड जेनेरेसन छ। लिड जेनेरेसन कसरी गर्ने भन्दाखेरि मेटा एड्सहरू रन गरेर चाहिँ हामी लिड जेनेरेट गर्न सक्छौँ। त्यसपछि अप्टिमाइजेसन होइन, हाम्रो अप्टिमाइजेसन हाम्रो चाहिँ के अरे बेस्ट पर्फर्मिङ जुन कन्टेन्ट्सहरू छ हो त्यसलाई चाहिँ इम्प्रोभाइज गरेर होइन, आफ्नो पिचिङ जुन प्याटर्न छ होइन त्यसलाई चाहिँ इम्प्रोभाइज गरेर चाहिँ हामीले अप्टिमाइज गर्न सक्छौँ र हाम्रो कस्टमरसम्म चाहिँ कस्टमरलाई चाहिँ रिच आउट गर्न सक्छौँ। त्यसपछि चाहिँ फाइनली आउँछ मेजरमेन्ट एन्ड एनालिटिक्स होइन। हामीले युज गरेको एड्सहरू, हामीले युज गरेको टेक्निक्सहरू, मार्केटिङ टेक्निक्सहरूले चाहिँ के कसरी काम गरिरहेको छ भन्ने कुरा चाहिँ हामीले मेजरमेन्ट एन्ड एनालिटिक्समा चाहिँ हेर्छौँ। सो सुरुमा चाहिँ अवेरनेस मेट्रिक्स। सो अवेरनेस मेट्रिक्समा चाहिँ हाम्रो भ्युजहरू कति गएको छ, फेसबुकमा रिचहरू कति गएको छ होइन, फलोवर्सहरू कति आएको छन् भन्ने कुरा चाहिँ अवेरनेस मेट्रिक्समा पर्छ। सिमिलरली लिड मेट्रिक्समा चाहिँ वाट्सएपमा चाहिँ कति मेसेज आएको छ, हाम्रो के अरे कम्पनीलाई चाहिँ कति फोन कल्सहरू आएको छन् त्यो चाहिँ हामीले लिड मेट्रिक्समा चाहिँ हेर्छौँ, लिड मेट्रिक्समा चाहिँ हेर्छौँ। त्यसपछि सेल्स मेट्रिक्स। सो सेल्स मेट्रिक्समा चाहिँ कतिवटा नयाँ क्याफेजहरूसँग कन्ट्र्याक्टहरू पर मन्थ, कतिवटा नयाँ क्याफेहरूसँग कन्ट्र्याक्ट साइन गरियो होइन, एभरेज रेभेन्यू पर एउटा क्लाइन्टसँग कति रेभेन्यू चाहिँ जेनेरेट गरियो भन्ने कुरा चाहिँ सेल्स मेट्रिक्समा हेरिन्छ भने रिटेन्सन मेट्रिक्समा चाहिँ कम्प्लेन रेट्स होइन, हाम्रो जुन भनौँ न बिजनेस ओनर, क्याफे बिजनेस ओनर्सहरू हुन्छ हो उनीहरूको के कस्तो कम्प्लेन्ट्सहरू आएको छन् होइन, डेलिभरीहरूमा के कता डिले भएको छ, इनकेस डिले भएको छ भने के कारणले डिले भएको छ भन्ने कुरा चाहिँ हामीले रिटेन्सन मेट्रिक्समा चाहिँ हेर्छौँ। एन्ड विथ दिस अफर क्रिएसन भिडियो कम्प्लिट्स। थ्याङ्क यू फर वाचिङ।